आज म तिमीहरूको समक्षमा कक्षा 7 को पाठ्यपुस्तक पाठमालाबाट बुझ्दैनौ शीर्षक कविता लिएर प्रस्तुत भएकी छु र यस कविताको कवि हुनुहुन्छ तुलसीबहादुर छेत्री अपतन। र कविता यस प्रकार छ। बुझ्दैनौ, बिन्दु बिन्दुले सिन्धु भरेको सरल तत्व यो बुझ्दैनौ। कण कण थुप्री पर्वत ठुलो खडा भएको देख्दैनौ। बाष्पित अनु अनु बृहत मेघ भई रोग जमाको देख्दैनौ। प्रखर सूर्य कर पनि घरवनमा किन नछिरेको बुझ्दैनौ। राष्ट्र हिजो थियो पङ्गु दलित त्यो आज बढेको बुझ्दैनौ। एक एक पाइला हिँडी त्यो शिखर चढेको बुझ्दैनौ। तब किन दिनहीन खिन्न बनी व्यर्थ मलिन भई झोक्रेको। बुझ्दा बुझ्दै जानी पनि किन ढकमक्क भई नफक्रेको। कल्प वृक्ष सरी इच्छित फल यो देला निश्चय धीर भई आदर गर लौ शुद्र चीजको प्रेम एकता ज्ञान ली। अब म यस कवितामा भएका केही कठिन शब्दहरूका अर्थ तिमीहरूलाई बताउने छु। बिन्दु, बुँद, थोपा आदि। सिन्धु, सागर, समुद्र। कण भनेको टुक्रा, सानो सानो धुलोको कण। अणु, अति सानो टुक्रा जसलाई आँखाले देख्न सम्भव हुँदैन। प्रखर, ज्यादै तेजिलो, कडा, उग्र, प्रचण्ड। शिखर, पर्वतको सबभन्दा माथिल्लो भाग, चुचुरो, टाकुरो। झोक्रेको, झोक्रेर बस्नु, घोत्लिनु, निन्याउरो मुख लगाउनु। कल्पवृक्ष, आफूले चिताएको सबै कुरा दिन भनी अलौकिक रूपमा प्रसिद्ध एक रुख कल्पतरु। शूद्र, सानो। अब म कठिन शब्दका अर्थपछि यस कविताको सारांश वर्णन गर्न गइरहेकी छु। र यस कवितामा कवि श्री तुलसीबहादुर छेत्रीले हामीले संसारमा भएका ससाना वस्तु तथा साना साना कुराहरूलाई पनि महत्त्व दिन सिक्नुपर्छ, मान दिनुपर्छ, इज्जत दिनुपर्छ र प्रेम गर्नुपर्छ भन्ने कुरा यहाँ दर्शाउनु भएको छ। कारण यी ससाना वस्तुहरूमा धेरै ठूला अथवा अपार शक्तिहरू लुकेको हुन्छ र यस्ता कुराहरूलाई हामीले आदर गर्न जान्नुपर्छ। यसरी हामीले ससाना कुराहरूलाई महत्त्व दिन सिक्यौं भने संसारमा हामीले सफलता पाउनेछौं, सम्मान पाउनेछौं। उनी भन्छन्, साना पानीका थोपा थोपा मिलेर संसारमा भएका विशाल विशाल समुद्रहरू बनिएका छन् अनि माटाका साना साना कणहरू थुप्रिँदै थुप्रिँदै गएर संसारमा भएका ठूला ठूला विशाल विशाल पहाड पर्वतहरू बनिएका छन्। समुद्र तथा पानीका स्रोतहरूबाट निस्केका ससाना बाफहरू मिलेर बादल बन्दछ र त्यही बादल वर्षाको पानीमा परिणत भई संसारमा झर्दछ अनि संसारलाई हरियो बनाउँछ। र यसरी ससाना कुरामा पनि ठूलो शक्ति लुकेको हुन्छ। त्यस्तै प्रकारले आकाशका ससाना बादलहरू मिलेर सूर्यको त्यो तेजिलो र प्रचण्ड किरण र तापलाई छल्ने गर्दछ। हिजो गरिब भनेर हेला गरिएको राष्ट्रले आज उन्नति गरेर उन्नतिको शिखरमा पुगेको छ। एक एक पाइला हिँडेर मनुष्य पर्वतको शिखर अथवा टुप्पोसम्म चढ्न सक्छ। यो कुरा सत्य हो। यी सबै कुराहरू जान्दा जान्दै पनि मनुष्य किन दुखी हुन्छौ? यी सबै कुरा बुझेर पनि तिमीहरू किन हाँस्न सक्दैनौ? आफ्नो बाटोमा तिमीहरू अटल भएर काम गर्दै जाऊ। एक दिन तिमीले तिम्रो इच्छा अनुरूप कल्पवृक्षले फल दिए झैं फल पाउनेछौ। शूद्र अथवा ससाना चीजहरूलाई सम्मान गर, महत्त्व देऊ तथा प्रेम गर अनि प्रेम रूपी अमृत सबैमा बाँड। संसार तिम्रो हुनेछ। तिम्रा कामहरूमा तिमीले सफलता पाउनेछौ अनि संसारमा तिमी मान्य बन्नेछौ। सबैले संसारमा तिमीलाई सम्मान गर्नेछन्, मान गर्नेछन्।